तपाईहरुले बीबीसीको डकुमेन्ट्री पुरै हेर्नुभयो? यो पक्ष र विपक्षको कुरा होइन। त्यो भिडियो हेरेपछि मलाई दुईवटा अंग्रेजी शब्द याद आयो, लाई बाई ओमिशन र मिसलिडिङ बाई डिजाइन। यसको अर्थ के हो? देखाइएका तथ्य गलत नहुन सक्छन्, तर महत्त्वपूर्ण तथ्य लुकाएर प्रस्तुत गरियो भने त्यो पनि गलत भाष्य निर्माण गर्ने रणनीति हो। भिडियोमा के देखाइएन? माइती घरबाट संसद भवनसम्मको यात्रा, भिड कसरी क्रमशः उग्र बन्दै गयो, टिओबी लेखिएका टी शर्टधारीहरू र अन्य घुसपैठियाले भिडलाई संसद भवनतर्फ डोर्याएको प्रसङ्ग, गोली चल्नु अघि संसद भवनको गेट र पर्खालमा भएको तोडफोड, प्रहरीमाथिको आक्रमण, संसद भवनमा आगजनीको प्रयास, यी सबै प्रसङ्गहरू उमेट गरिए। देखाइएको कुरा सबै गलत नहुन सक्छ, तर नदेखाइएको कुरा झन् ठुलो छ। यही हो सेलेक्टिभ डिस्क्लोजर, यही हो नेरेटिभ फ्रेमिङ। कर्फ्यू लागिसकेको अवस्थामा, संसद भवनमाथि आक्रमण भइरहेको अवस्थामा राज्यको सुरक्षा संस्थाले के गर्ने? फिल्ड कमान्डरलाई फिल्डको अवस्था हेरेर निर्णय गर भन्नु अस्वाभाविक हो? टिकापुर सम्झनुहोस्, त्यहाँ प्रहरीहरू लखेटी लखेटी मारिए। त्यो भयावह अवस्था हामीले भोगिसकेका छौँ। हो, कसैको पनि ज्यान जानु कुनै पनि अवस्थामा उचित होइन, तर नियोजित रूपमा भिडन्त सिर्जना गरेर त्यसलाई राजनीतिक लाभका लागि प्रयोग गर्ने प्रवृत्तिलाई पनि एकपटक प्रश्न गरौँ। केका लागि अनि कसका लागि? बीबीसीलाई अनि अरूलाई सोध्न चाहन्छु, यदि यही अवस्था बेलायतको, अमेरिकाको, चीनको या भारतको संसद भवनमा भएको भए त्यहाँको सुरक्षा दस्ताले के गर्थ्यो होला? मौन बस्थ्यो कि आफ्नो कर्तव्य पूरा गर्थ्यो? बीबीसीले घटनाको सम्पूर्ण सन्दर्भ नदिई यस्तै गरी डकुमेन्ट्री बनाउँथ्यो होला? अब राजनीतिक प्रश्नहरू उठाउँ। पूर्ण अधिकार भएको छानबिन आयोगले समयमै प्रतिवेदन किन निकालेन? चुनावभन्दा केही दिन अघि यस्तो सामग्री किन आयो? सर्वोच्च अदालतले चुनावपछिको मिति किन तोक्यो? सरकारको नियत के हो? यी प्रश्नहरू सोध्नु लोकतन्त्र विरोधी होइन, यी प्रश्नहरू सोध्नु नै नागरिकको दायित्व हो। अन्तिम प्रश्न, सबैभन्दा महत्त्वपूर्ण प्रश्न, विश्व बहुध्रुवीयतातर्फ गइरहेको बेला, शक्ति राष्ट्रहरूको टकराव तीव्र भइरहेको बेला साना देशले पक्षधरता लिनु बुद्धिमानी हो कि असंलग्न रहनु? निर्णय तपाईको। तर निर्णय गर्नु अघि इतिहास सम्झनुहोस्। युक्रेनको अवस्था, खम्पा विद्रोह, माओवादी युद्ध, मध्यपूर्वका द्वन्द्वहरू, विश्व युद्धका परिणामहरू। भावनामा होइन, विवेकमा निर्णय गरौँ। देखिएको मात्र होइन, नदेखिएको पनि विश्लेषण गरौँ। देश जोगाउने हो भने कसलाई भोट दिने, कसलाई जिताउने, त्यो निर्णय तपाईहरूको। नेपाली हामी रहौँला कहाँ नेपालै नरहे।